स्टन्ट गरेर देश बन्दैन, स्टन्ट गरेर देश बन्छ, स्टन्ट गरेर देश बन्छ। धेरैजनाले स्टन्ट गर्नुहुन्छ, बोल्नुहुन्छ, पपुलर बन्नुहुन्छ अनि पपुलिस्ट भएर नै देश बन्छ जस्तो पनि लाग्छ। अरूलाई गाली गरेरै मात्र देश बन्छ जस्तो लाग्छ, तर स्टन्ट गरेर देश बन्दैन, स्टन्ट गरेर देश बन्छ, स्टन्ट गरेर देश बन्छ। देश बनाउने हो भने योजना अनुरूप काम गर्नुपर्छ, काममा इमानदारीता हुनुपर्छ। त्यसकारण हामी स्टन्ट गर्ने युवा हैनौं, काम गर्ने युवा बनौं। त्यसकारण हामी अराजक युवा हैनौं, अनुशासित युवा बनौं। And let's not be the complainer only. Let's be the solution maker. समस्या आइपर्यो भने कुद्ने भाग्ने होइन, समस्या आइपर्यो भने समस्यालाई अगाडि जुझ्ने र समाधान गर्ने ल्याकत राखौं हामी युवाहरूले।